गुड मर्निङ हजुरहरू सबैजनालाई मेरो युट्युब च्यानल अनि फेसबुक पेजमा हजुरहरू सबैजनालाई स्वागत छ है। अन्त आज चाहिँ म भिडियो के को बनाउने छु भन्दा चाहिँ मेरो घरको काम चाहिँ के हुन्छ है बिहानभरिमा त्यसकै बारेमा हजुरहरूलाई देखाउनेवाला छु। अन्त मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ होला भन्ने आशा पनि गरेको छु। अहिले चाहिँ म जाँदैछु मर्निङ वक। अहिले चाहिँ टाइम भइरहेको छ 5:10। आजको वेदर चाहिँ हेर्नुहोस् यस्तो भइरहेको छ है, पानी पर्ला पर्ला जस्तो भइरहेको छ आजको वेदर चाहिँ। अन्त मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला है। अन्त मेरो युट्युब च्यानलको नाम चाहिँ जुन छेत्री छ। युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनुहोस् तपाईहरुले। अन्त मेरो पेजलाई पनि फलो गरिदिनु होला। अहिलेको लागि चाहिँ बाइ। मर्निङ वकबाट आएर चाहिँ ब्रस गर्छु। ब्रस गरिसकेर आँगन घर सफा गर्छु। त्यसपछि चाहिँ दाल बसाल्ने गर्छु। दाल बसालिसकेर चाहिँ म तातो पानी पिउने गर्छु। त्यसपछि चाहिँ खाना सब्जी पकाउँछु। खाना सब्जी पकाउँदै तातो पानी तताएर फ्लास्कमा राख्ने गर्दछु म चाहिँ बिहान सधैँ है। अनि म चाहिँ लन्च रेडी गर्छु। म चाहिँ सधैँ लन्च लिएरै जान्छु नि त घरबाट। मेरो लन्च बोक्ने ब्याग हेर्नुहोस् है साथीहरू कस्तो छ। 8 बजे चाहिँ म टक्कै खाना खाने गर्छु। खाना खाइसकेर चाहिँ जुठो भाँडाहरू धुन्छु। किचनहरू सफा गरिसकेर चाहिँ म रेडी हुन थाल्छु है। बिएसी जानुको लागि चाहिँ अब चाहिँ म रेडी हुँदैछु। ड्रेस चेन्ज गरेर चाहिँ म चाहिँ किस कुर्न थालेँ। किस कुर्दैछु अहिले चाहिँ। हाम्रोतिर चाहिँ अझै पनि जाडो नै छ हो। पानी पर्दाखेरि जाडो हुन्छ। अन्त भरे पानी परिहाल्यो भने चाहिँ भनेर चाहिँ म अहिले ज्याकेट लगाएको। पानी पर्दा चाहिँ हाम्रोतिर पुरै जाडो हुन्छ नि त। म चाहिँ अब बिएसी जानु आँटेको है, बिएसी अफिस। अहिले चाहिँ म यहाँ साथी पर्खिरहेको छु। साथीहरू आउँदैछ। अब चाहिँ हामी गएको। बाइ बाइ साथीहरू।